आज त मेरो भाग्य खराब रहेछ। कन्याम आउँदाखेरि कस्तो हालत पतला भयो भनेर मैले अगाडिकै भिडियोमा भनिसकेको छु। त्यो भिडियो हेर्नु भएको छैन भने यो भिडियो हेरिसकेपछि हेर्नु होला। अब कन्याम घुमिसकेपछि घर फर्किने क्रममा झन पनौती लाग्यो। के भयो भने सुरुमा खाजा खानको लागि हामी फिक्कल गयौं, अनि खाजा खानको लागि यो इलाम रोडमा रहेको एउटा ब्याम्बो कटेजमा गयौं। हामी फिक्कल आउँदाखेरि खाजा खाने ठाउँ भनेको चाहिँ यही हो। साथै त्यहाँको स्पेशल पोर्क सेकुवा र भेज पकोडा मगायौं। दुईटै आइटम मलाई यहाँको एकदमै मिठो लाग्छ। मैले चाहिँ ड्याङ खान आज घर जान ढिलो भएको, साथै भोक पनि त्यति नलागेकोले यहाँ एक प्लेट मात्र मगाए, नभए यहाँको 1 किलो नै खाँदा बेस्ट हुन्छ। यति सबै खाइसकेपछि बाहिर निस्केको त बाहिर बाइक स्टार्टै भएन। के भयो, इन्जिनमा फायर नै हानेन, स्टार्टै भएन। बल्ल तल्ल फिक्कल पेट्रोल पम्प छेउको यो ग्यारेजमा लग्यो, त्यहाँ स्टार्ट त भयो, साथै अगाडि र पछाडिको दुईटै ब्रेक अलिकति समस्या आएर त्यो पनि चेन्ज गर्यो। मर्मत हुन्जेलसँग मैले यसो अगाडि हेरेको यो बाइक देखे। यो चाहिँ नेपालमा बनेको पहिलो नेपाली बाइक कस्मिक भनेर भनिन्छ। बनेको भन्नाले नेपालमा एसेम्बल भएको बाइक हो। यो नेपालमै बनेको चाहिँ होइन, नेपालमा एसेम्बल भएको। 90s को किडलाई चाहिँ सबैलाई याद होला यो कस्मिक बाइक राजेश हमालले एड गर्नुहुन्थ्यो। पर्खाएपछि हाम्रो बाइक पनि रेडी भयो। त्यहाँदेखि बिदा मागेर हामी सिधै पुग्यौं कन्याम। कन्याममा हाम्रो थोरै शपिङ थियो। के थियो भन्दाखेरि मेलको सुकुटी अनि छुर्पी नलिने त कुरै भएन। त्यसपछि हल्का चक्लेट लियौं। त्यसपछि हामी सिधै झापाको लागि अगाडि झापा आउने क्रममा फेरि हामीलाई पनौती लाग्यो। बुदावरे भन्दा अलिकति माथि यत्रो पानी पर्यो, हामी एक ठाउँमा ओत लागेर बस्न बाध्य भयौं। करिब आधी घण्टा पर्खिसक्दा पनि पानी रहेन र भिज्दै जाउँ भनेर हामी साथी र म लाग्यौं झापातिर। यतिन्जेल भिडियो हेरेर साथ दिनुहुनेलाई सबैलाई धेरै धेरै धन्यवाद। फलो गर्न नबिर्सिनु होला। कन्यामको हाम्रो यात्रा यस्तै भयो। आगामी पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। थ्यांक यू। सेवा।